पोथी चाहिँ परेछ नि हौ। ल आज चाहिँ हामीले वन कुखुराको पोथी चाहिँ यहाँ हाम्रो साँचोमा चाहिँ पारिसकेका छौँ। यहाँ चाहिँ अब यताबाट धान खानु दिने बिच आउँथ्यो, भाले चाहिँ पार्ने लक्ष्य थियो, तर हाम्रो यहाँ पोथी परेछ होइन। यही भए पनि हामीले चाहिँ आज यसलाई हाम्रो मिसन चाहिँ सक्सेस भएको हामीले सम्झिनेछौँ। हामी चाहिँ अलि ठुलो खालको भाले चाहिँ यसको भाले चाहिँ परेको भए चाहिँ हुन्थ्यो, र पनि ठिकै छ, मिसन सक्सेस भएको छ। हाम्रो कानको केही छ भनाइ यसमा? तपाईँले केही खुसी व्यक्त 2 शब्द तपाईँले? हजुर हजुर। अनि आगामी दिनहरूमा पनि तपाईँ यो भाले चाहिँ पार्न पाएको थियो भने अलिकति हामी भएन। ल ठिक छ, ल ठिक छ। यसले चाहिँ हाम्रो धान र मकै खाएर ढुट्टो गरेकोले गर्दाखेरि ल ल यो चाहिँ हामीले वन कुखुरा लुइसेको चाहिँ वाचिबा बनायौँ। अब चाहिँ यसलाई हामी उद्घाटन गर्छौँ। हेरौँ कस्तो हुँदो रहेछ। यो चाहिँ वाचिबा है, वन कुखुराको साँचोमा पारेर